नमस्ते सबै साथीहरूलाई म यो च्यानलमा धेरै स्वागत गर्न चाहन्छु। साथीहरू तपाईँ समक्ष अर्को एउटा जब भ्याकेन्सी समय जानकारी लिएर यो च्यानलमा उपस्थित भएको छु। साथीहरू आजको यो भिडियोमा म तपाईँलाई युए भित्र नै खुलेको जब भ्याकेन्सीको जानकारी लिएर तपाईँ समक्ष उपस्थित भएको छु। यो भिडियो चाहिँ साथीहरू युएमा बसेर जोसँग चाहिँ लाइसेन्स छ, गाडी चलाउन सक्ने लाइसेन्स छ र सेल्सम्यानको जब पनि तपाईँहरू खोज्दै हुन्छ भने उहाँहरूको लागि चाहिँ यो भिडियो छ। यो चाहिँ एउटा कार्गो कम्पनीको जब भ्याकेन्सी म तपाईँसँग सेयर गर्न गइरहेको छु। तपाईँहरू युए भित्र हुन्छ, भिजिट भिसा हुन्छ, क्यान्सल भिसा हुन्छ, तर तपाईँहरूसँग युएको भ्यालिड लाइसेन्स चाहिँ छ र तपाईँहरू यस्तै किसिमको भ्याकेन्सीहरू खोज्दै हुन्छ भने उहाँहरूको लागि यो भिडियो स्पेसल छ। भिडियोलाई सुरुदेखि अन्तिमसम्म नछुटाइकन हेर्नुहोला, स्किप नगरिकन हेर्नुहोला। च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। म तपाईँलाई यो च्यानलमा यस्तै युएभित्र खुलेको लेटेस्ट जब भ्याकेन्सीको जानकारी तथा नेपालतिर गएको राम्रो कम्पनीहरूको जब डिमान्डको जानकारी लिएर सधैँभरि म आइराख्नेछु। ओके साथीहरू, म तपाईँलाई अब आजको चाहिँ यो जब भ्याकेन्सीको जानकारीतर्फ लिएर जान्छु। तपाईँलाई यो भ्याकेन्सी चाहिँ इजी कार्गो भन्ने एउटा कम्पनीको, एउटा कुरियर एन्ड कार्गो कम्पनीको चाहिँ भ्याकेन्सी हो। इजी कार्गो तपाईँले गुगलमा सर्च गरेर पनि यो कम्पनीको डिटेल्स निकाल्न सक्नुहुन्छ, कस्तो किसिमको कम्पनी हो भनेर। म कम्पनीको बारेमा बताएर धेरै तपाईँहरूको टाइम खान चाहन्न, म सिधै तपाईँ भ्याकेन्सीको डिटेल्सतर्फ लिएर जान्छु। यो इजी कार्गो भन्ने कम्पनीको लागि चाहिँ यतिखेर ड्राइभर कम सेल्सम्यान चाहिएको छ, जो ड्राइभिङ पनि गर्न सकोस् र सेल्सम्यानको काम पनि गर्न सकोस् सँगसँगै। र यसको चाहिँ साथीहरू डाइरेक्टली इन्टरभ्यू हुन गइरहेको छ आउँदो यो मेको 27 तारिकको यसको डाइरेक्टली इन्टरभ्यू हुन्छ। तपाईँहरू युएभित्रको जुन कुनै कुरामा हुन्छ र यस्तै किसिमको जब भ्याकेन्सीहरू तपाईँ खोज्दै हुन्छ भने साथीहरू तपाईँहरू डाइरेक्टली इन्टरभ्यू आउन सक्नुहुन्छ। कसैले पनि पैसा पेमेन्ट गर्नु पर्दैन, कसैले पनि कुनै पनि रेफरेन्स चाहिँदैन र कसैको थ्रु पनि आउनु पर्दैन, तपाईँहरू डाइरेक्टली आउन सक्नुहुन्छ। इन्टरभ्यू हुन्छ साथीहरू 27 तारिकको मेको 27 तारिकको बिहान चाहिँ 10 बजेदेखि 1 बजीसम्म यसको इन्टरभ्यूको टाइम छ। तपाईँहरू इन्टरभ्यूको टाइमभन्दा अलि अगाडि नै आउनु होला। जस्तै अब यो ओपन डे इन्टरभ्यू हो, यहाँ चाहिँ मान्छेहरू धेरै आएको हुन्छन्, नेपालीहरू मात्रै होइन, इन्डियनहरू, श्रीलङ्कनहरू अथवा अफ्रिकनहरू जबको खोजी गर्ने मान्छेहरू धेरै छन्, उहाँहरू धेरैजना आउनुभएको हुन्छ। भिडभाड धेरै हुनसक्छ, त्यसैले तपाईँहरू इन्टरभ्यूको टाइमभन्दा अगाडि नै आइपुग्नु होला। जस्तै अब 10 बजे सुरु हुनु गइरहेको छ इन्टरभ्यू भने तपाईँहरू 9 बजीतिर नै इन्टरभ्यूको लोकेसनमा आउनु होला। र साथीहरू म तपाईँलाई अब इन्टरभ्यूको लोकेसन टाइम यतापट्टि सेयर गरिदिन्छु। यसको लोकेसन चाहिँ इजी कार्गोको चाहिँ हेड अफिस छ, यो चाहिँ अल कोसिस भन्ने ठाउँमा छ। अल कोसिस 3 मा यसको चाहिँ हेड अफिस छ। यहाँ लोकेसन यहाँ डिस्प्ले भइरहेको छ। यो चाहिँ कहाँ छ भने यो कालीकट प्यारागन होटल छ, त्यसको चाहिँ ठ्याक्कै अपोजिट साइडमा छ। तपाईँले कालीकट प्यारागन होटल भनेर गुगलको म्यापमा सर्च गर्नुभयो भने पनि यो लोकेसनमा पुग्न एकदम सजिलो छ। त्यही होटलको चाहिँ अगाडिपट्टि यो इजी कार्गोको चाहिँ हेड अफिस छ, त्यहाँ नै यसको इन्टरभ्यू सुरु हुन्छ। ओके साथीहरू, यो भिडियो तपाईँलाई कतिको हेल्पफुल लाग्यो, तपाईँहरू युएभित्र हुन्छ र जबको खोजीमा हुन्छ अथवा नेपालदेखि कुनै साथीहरू आफन्तहरूलाई युएमा भ्याकेन्सी खुलेको बेलामा बोलाउन चाहनुहुन्छ भने तपाईँहरूले यो च्यानललाई सब्सक्राइब गर्नुहोला, किनभने यो च्यानलमा म तपाईँलाई युएभित्र खुलेको लेटेस्ट जब भ्याकेन्सीहरूको अपडेट तथा नेपालतिर गएको चाहिँ राम्रो कम्पनीहरूको चाहिँ जब डिमान्डको जानकारी लिएर सधैँभरि आइरहन्छु। ओके, थ्याङ्क यू सो मच। अर्को भिडियोमा तपाईँहरू समस्या फेरि भेटौँला। कुनै सरसल्लाह भएदेखि तपाईँले मलाई कमेन्ट गर्न सक्नुहुन्छ। भिडियोलाई सक्दो सेयर गर्नुहोला यदि भिडियो मन परेको खण्डमा, र जानकारी अलिकति मन परेको खण्डमा च्यानललाई सब्सक्राइब गरेर तपाईँले मलाई सपोर्ट गर्न सक्नुहुन्छ। ओके, थ्याङ्क यू सो मच। बाई। अर्को भिडियोमा तपाईँहरूसँग अर्को एउटा जानकारी लिएर उपस्थित हुनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त नमस्ते।